पहिला यो भिडियो हेरौं अनि फन्नी कमेन्ट पढ्ने है त। पातली त्यो मधुर ओठ स्वाद बनी पस्यो यो दिलैमा मिले कति दाका पंक्ति मोती बने कलीलो मायामा। काजु खुवाउने सोचमा छ बुढा। आज काजु धेरै खाएर ऋषि दाइले भगवानको पूजा गर्थ्यौ ए धमला दाई यति राम्री बुढी पायौ। धमलाले भन्दा धेरै त हामीले देख्यौं यार। काजु मास्टर र मास्टरनीको बुढेसकालमा हरियो काँक्रो। धमलाले सुँगेर मात्रै आनन्द लिने भो। हामी पनि बुझाइ जे हायस दुवै मुडमा छन्। धमलाजी मन र मिस्कान पनि सुहाउँदो होस् न उहाँ आवेगमा आइसक्नुभयो। काजु दाई ठिक छौ नि तिमी? गोरुले गाईलाई सुगेको जस्तो के गरेको होला? काजुले अन्धकोष ठन्काएको अवस्था।